मेरो छोरा चाहिँ यति टाढो बसेर पनि सबैको माया पाउँछ अनि मलाई चाहिँ धेरै खुसी लाग्छ होइन। अनि आज चाहिँ हामी रुम जाँदै थियो ड्युटी छुट्टी भएर हो। अनि यहाँ अटोवालाले चाहिँ मेरो छोरालाई बोकेर दोकान लगेर मिठाई किनिदिँदैछ। अनि योभन्दा अगाडि अरू अटोवालाले पनि मिठाई किनेर दिएको थियो होइन। अनि यो अटोवाला चाहिँ हामी कोही कोही बेला रुम जाँदा लिएर जान्छौँ नि त, अनि त्यत्तिकै चिनेको अनि धेरै माया गर्छ क्या। हामीहरूलाई बाटोतिर भेटेको छ भने पनि हामीलाई चढाएर लान्छ, पैसा पनि लिँदैन होइन। जहिले पनि अब अझै एकजना अटोवाला छ, दुईजना चाहिँ हामीले कहाँ कहाँ भेट्यो भने ड्रप गरिदिइहाल्छ अनि पैसा पनि लिँदैन। यो एरियाको मान्छे चाहिँ धेरै राम्रो छ होइन। अनि बेकरीमा काम गर्ने हाम्रो मेमको बेकरीमा काम गर्ने स्टाफहरू पनि सबैजनाले माया गर्छ, सबैजनाले मिठाईहरू किनिदिन्छ। अब अहिले मिठाई खुवाउनु हुँदैन भन्छु तर सबैजनाले मिठाई खुवाएर आदतै खराब गरिदिइसकेको छ मेरो छोराको चाहिँ होइन। अनि हाम्रो सलुनको केटीले पनि धेरै माया गर्छ। अनि मेरो छोरा चाहिँ धेरै लकी छ कि यति टाढो बसेर पनि यति बिना माया पाउँछ सबैजनाको। म चाहिँ धेरै खुसी छु यसमा चाहिँ।